खरसाङमा 150, 200, 300 जना भन्दा घरहरू छ मुस्लिम नामहरू, सबजनामा 80-90% नामहरू एजुकेसनमा हालेको छ। प्रधान हुन्छ कि राई हुन्छ कि तामाङ हुन्छ कि सुनवार हुन्छ कि कामी हुन्छ कि सबै मान्छेहरूले एजुकेसन हालेर 60 लाख, पहाडबाट मात्रै 4-5 लाखको एजुकेसनमा हेर्नुहोस्। कोही कोही नेताको भानिज अरे, कोही नेताको बडा अरे, कोही नेताको ज्वाइँ अरे, साली अरे, उहाँहरूले पहिला फर्स्ट टाइममा पाउनुहुन्छ। यो नेपोटिजम भनिन्छ अङ्ग्रेजीमा, नेपालीमा भन्दाखेरि भाइ भतिजावाद जुन चाहिँ भनिन्छ, यो प्रकारको प्रथा बन्द गर्नुपर्छ। किनभने यो एकदमै भ्रष्टाचारी एउटा नीतिहरू हो। बरु त्यसको बदलीमा रोजगारको निम्ति सरकारले हेर्नुहोस् अहिले महिनामा कति 1500 गरेर युवाहरूलाई दिने अरे। युवाहरूलाई 1500 रुपियाँ चाहिएको हो कि जिन्दगीभरको लागि रोजगार चाहिएको भन्नुहोस् त। रोजगारको बदलीमा उसहरूलाई चाहिँ 1500 रुपियाँ दिएर चाहिँ इलेक्सनको टाइममा चाहिँ रोजगार दिएर चाहिँ प्रलोभनमा हालिरहेको छ युवाहरूलाई। बरु त्यसको बदली त रोजगार जेनेरेट गर्नु पर्यो। यहाँनिर रोजगार चाहिँ डल्लै कन्ट्र्याक्टमा हालिरहेछ, कमानको रोजगारहरू डल्लै पर्मानेन्टबाट डल्लै कन्ट्र्याक्टमा सुरु गरिरहेछ। 80-70 वर्षको दिदी बहिनी नानाहरू आङीहरू यही कमानमा पनि, धेरै कमानमा पनि अझै पनि पिएफ पाएका छैनन्, काम गरिरहेका छन्। नयाँ कानुन आएको छ, नयाँ कानुनले 8 घण्टाको काम 12 घण्टा बनाउँछ, यो केन्द्र सरकारको लेबर कोडको कानुन। त्यही कारण हाम्रो कुरा स्पष्ट छ, भोट बिजेपीलाई पनि होइन, टिएमसीलाई पनि होइन, र यिनीहरूको गठबन्धनलाई पनि होइन। हाम्रो स्पष्ट कुरा किन छ भन्दाखेरि बिजेपीलाई हामीले राष्ट्रव्यापी हेर्दाखेरि चाहिँ बिजेपीले जस्तो जातपातको धर्मको विभाजन ल्याएको छ। हामी एकअर्का हाम्रो सबैको रगत काट्यो भने खुन काट्यो भने रगत त रातै हुन्छ। सबैलाई काटेर हेऱ्यो भने दिमाग एउटै हुन्छ, मुटु पनि एउटै हुन्छ, हाम्रो हाम्रो अरू सबै पार्टहरू एउटै हुन्छ, खुट्टाको नसा एउटै हुन्छ, हाम्रो खुट्टाहरू सबै एउटै हुन्छ। तर हामी जन्मिँदाखेरि कोही धर्म हुन्छ, वा जन्मेपछि कोही धर्म लिन्छ। तर यहाँ धर्मको बिचमा विभाजन गरेर एकदमै एकअर्काको दुश्मनी गरिएको छ। यहाँ जातपातको कुरा हेर्नुहोस्, कामी दमै यो ब्राह्मणहरू भनेर यो जातवाद, जातीयवाद जुन चाहिँ कुरा छ, जातिवाद, कास्टिजम जुन चाहिँ भनिन्छ, बिआर अम्बेडकरले भनेका थिए कि यो कास्टवाद, यो जातिवादलाई चाहिँ अन्त गर्नुपर्छ, मान्छेलाई मान्छेको हिसाबमा हेर्न सक्नुपर्छ भनेर भनेका थिए। यो जातिवाद हाम्रो पहाडमा पुरा बढेर गएको छ। हामीले यसको स्पष्ट उदाहरण अस्ति देख्यौँ। एकजना बाहुन केटाले एकजना विश्वकर्मा केटीलाई बिहा गर्दाखेरि घरबाटै निकालिदिएको, के गरेको, त्यहाँनिर जातीय कुराहरू हामीले देख्यौँ। हाम्रो समाजमा अहिले पनि कायम छ। केटीहरू हेर्नुहोस्, हाम्रो केटीहरू महिलाहरू बाहिर पढ्न जान्छन्, यहाँनिर गर्छन्। कतिवटा बलात्कारहरू हामीले देख्यौँ, वरिपरि हामीले कतिवटा देख्यौँ। दुधेको क्षेत्रमा कतिवटा बलात्कार भएको छ। त्यो बलात्कार हुँदाखेरि जहिले पनि बलात्कारीलाई चाहिँ दोष नदिएर चाहिँ बलात्कृत जो हुन्छ वा भिक्टिम जो हुन्छ वा सर्भाइभर जो हुन्छ उसलाई प्रश्न गर्छ, तिमीले लुगा कम्ती गरेर लागेको थियौ, तिमी केटी भएर नै तिमीले यस्तो गरेको थियौ। यो प्रतिशतनात्मक सोच छ। यसको अन्त गर्नुको निम्ति युवाहरू अगाडि आउनुपर्छ। तर युवाहरू मात्रै भएर हुँदैन, यो समस्त श्रमजीवी मानिसहरूले, किनभने समाज चलाउँछ श्रमजीवी मानिसले। श्रमजीवीको श्रम बिना मान्छे मालिकहरूको पुँजी बनिँदैन। श्रमजीवीको श्रम बिना यहाँको सत्ताको मान्छेहरूको सत्ता त्यहाँ बनिँदैन, कुर्सी हल्लिन्छ। हो त्यही कारण श्रमजीवीहरूले आन्दोलन गर्दा अगाडि बढ्दाखेरि विभिन्न केस हालेर टाउकोमा लङभीम आन्दोलन हेर्नुहोस्, हामी माथि मार्केट सप हाम्रो आन्दोलन हेर्नुहोस्, बोनस कसाईमा आन्दोलन हेर्नुहोस्। किन हाम्रै एचपियुकै कार्यकर्तालाई मात्रै केस हाल्यो? किनभने हाम्रो युनियनले त्यहाँनिर एकदम अडक भएर हामी कोहीको कुरा नसुनेर श्रमिकको कुरा राखेका थियौँ, र अहिलेसम्म पनि हाम्रो टाउकोमा केसहरू छ। दमन नीति अप्नाएको छ यसरी।